आज चाहिँ म नयाँ भ्लग लिएर आइरहेको छु। यो बिपी हाइवेबाट भित्र खैया खालकोबाट भन्ने 20-25 किलोमिटर होला भित्र महाभारतको काजतिर यहाँ गएर चाहिँ यो रुदिलो फुलेको यो बाटोभरि छ। यो आजभरि चैतको बेला पनि यस्तो छ। यहाँ चाहिँ म गाउँमा आइसकेँ। यो गाउँको वातावरण यो गुलन्जर गाउँपालिका 3 कन्या भन्छ क्यारेलाई। यहाँ चाहिँ जुनार सुन्तलाको हब मानिन्छ यो ठाउँको चाहिँ। अहिले सुन्तलाहरू चाहिँ एकदम गेडा लाग्न थालिसकेको रहेछ। त्यो फुलबाट पुनः सानो मसिनो खालको गेडा भइसकेको छ। आज चाहिँ यहाँनिर खासमा म मौरीको महलाई आएको। यहाँनिर कुखुरा र बाख्रा बसेको देखेर चाहिँ मैले यो पनि खिचिदिएको। पाठाहरू सानो घाँस खाइरहेको छ। यो चाहिँ प्राकृतिक रूपमा निकै सुन्दर ठाउँ रहेछ। यो चाहिँ गाउँघरको लोकल गाईहरू सानो छुटो खुट्टा भएको यो जङ्गलमा सरेर उनलाई चाहिँ यता त्यो लोकल गाईहरू हो। यो खसीहरू आउने दसैँको लागि यो तयारी हो क्या अरे। यो चाहिँ अब हामी मौरी क्यान्डी जानु छ खासमा हाम्रो आज। धेरै नै छोरी अलिकति खानको लागि मात्रै। एकदम आजकलको चैतको महहरू चाहिँ एकदम राम्रो हुन्छ भन्छन्। त्यही हुनाले थोरै मात्रै निकाल्ने। खासमा काट्न चाहिँ दाइले जेठमा काट्नुहुन्छ अरे। अहिले चाहिँ मैले भनेको हुनाले थोरै काट्ने कुरा गर्नुभएको छ। यहाँ गुलाब फुलेको रहेछ। त्यो गुलाबको पनि क्याप्चर गरिदिइहालेको सानो भिडियो। अनि अझै हामी थोरै ऐँसेलु खानतिर पनि लाग्यो। ऐँसेलु पनि फल्न थालेको छ। पानी नपरेको हुनाले त्यो स्वादिलो चाहिँ छैन। अब धेरै वर्ष पछाडि खाने अवसर जुटियो ऐँसेलु। यो जडीबुटी अन्तर्गतै पर्छ यो ऐँसेलु। धुर्सेली यो चाहिँ पूजाआजामा पनि युज गरिन्छ। धुर्सेलीको फुलहरू त्यो चाहिँ यहाँ एकदम प्रशस्त हुँदो रहेछ। ऐँसेलु धुर्सेली उनीहरू मिलेर बसिरहेको छन्। यता पनि यो खसीहरू छ। यो कुखुरा र बाख्राको साह्रै राम्रो छ। अब हामी मौरीतिर लाग्यौँ। मौरी चाहिँ हामीले बिहानी पख खाडेको, किनभने राति फेरि अँधेरामा अलिक खुब टोक्छ भनेर हामीसँग त्यो इक्विपमेन्टहरू छैन पुरा मास्कहरू। त्यही भएर मौरी पनि काटियो। यस्तो बेलाको मह चाहिँ राम्रो हुन्छ। र यहाँको चाहिँ यो धेरै हाइट महाभारतको काज भएको हुनाले यहाँको मौरी चाहिँ एकदम महलाई चाहिँ अलिक राम्रो मानिन्छ। किनभने त्यो जङ्गली फुलहरूबाट चाहिँ एकदम राम्रो त्यहाँको जडीबुटी फुलहरूको रस ल्याएको हुन्छ भनेर चाहिँ त्यहाँको महलाई चाहिँ एकदम विशेष मानिँदो रहेछ। अब यो आधुनिक घारतिर ल्याउनु पर्छ भनेर मैले दाइलाई सल्लाह पनि दिएँ। अब यो मुडे घारमा चाहिँ काट्न अलिकति गाह्रो हुने। घारबाटै निक्लिन नसक्ने खालको ठुलो चाका निक्ल्यो। आयो निकाल्नै गाह्रो भइरहेको दाइलाई।
मह चाहिँ साह्रै राम्रो रहेछ यहाँको मैले पनि साखेर हेरेँ यहाँको महको डिमान्ड एकदम धेरै छ अरे दादा अहिले पुर्याउनै सक्नुहुन्न अरे 60-70 पुरानीको लागि पनि पुग्दैन अरे त्यति माग आउँछ भन्नुहुन्थ्यो यो घरमा चाहिँ रैना चाहिँ भर्खरै आएर बसेको रहेछ किनभने यो चाहिँ हामीले चलाएनौँ किनभने उत्पादन बढाउनु पर्ने हामीले चलाएन सफा गरिदिनु हुँदाखेरि तलको फाइनली मह ल्याएर चाहिँ छुट्याइसक्यौँ हामीले खानको लागि भनेर हस्त धन्यवाद नेक्स्ट भिडियोमा भेटौँला